हेलो सबैलाई नमस्कार। मैले चाहिँ आज समोसा बनाउन गइरहेको छु। सुरुमा चाहिँ मैले पिठो मैदा चाहिने जति चाहिँ राखेँ। अनि त्यसपछि मैदामा चाहिँ थोरै ज्वानो राख्ने, अनि नुन राख्ने। अनि त्यसपछि नुन राखिसकेपछि चाहिँ अनि हामीले घी पनि एड गर्छौँ। घी चाहिँ अब एकदमै मेल्ट छैन भनेपछि अनि मजाले चाहिँ एकछिन तताएर अनि घी चाहिँ हामीले हाल्न सक्छौँ। अनि मनतातो पानी चाहिँ लिएर अनि त्यसपछि मजाले डो चाहिँ रेडी गराउन सक्छौँ। अनि त्यसपछि यो रेडी गराइसकेपछि मजाले मुस्ने पिठो चाहिँ अनि धेरै गिलो पनि हुनुहुन्न, अलिअलि चाहिँ साह्रो नै हुनुपर्छ। मजाले मुछिसकेपछि अनि त्यसपछि एकछिनसम्मलाई चाहिँ छोपेर राखिदिनुपर्छ। अनि त्यसपछि अनि हामीले चाहिँ फिलिङको लागि चाहिँ अनि आलुको किमा गराउनुपर्छ। आलु र धनिया चाहिँ मजाले मिक्स गर्ने। अनि मिक्स गरिसकेपछि चाहिँ अनि हामीले रेडी गर्ने उसको लागि किमा बनाउनको लागि। अनि मटर पनि हामीले हाल्न सक्छौँ। अनि मैले चाहिँ फ्रोजन मटर चाहिँ युज गरेँ। अनि एकछिन चाहिँ पानीमा हालिदिनुपर्छ। अनि त्यसपछि अनि रेड चिल्ली अब ग्रिन चिल्ली छ भनेपछि चाहिँ अनि काटेर चाहिँ राख्ने किमाको लागि। अनि त्यसपछि अनि प्यान चाहिँ तताउनुपर्छ। प्यान तताइसकेपछि चाहिँ जिरा, धनिया अनि हालिसकेपछि अनि त्यसपछि अघि काटेको चाहिँ लसुन अनि अदुवा अनि त्यसपछि खुर्सानी चाहिँ अनि मजाले राख्ने, एकछिन चाहिँ चलाउने। अनि त्यो चलाइसकेपछि चाहिँ अनि हामीले मर मसला चाहिँ अनि एड गर्ने। अनि त्यसपछि बेसार अनि खुर्सानी अनि त्यसपछि एड गर्ने। त्यो हालिसकेपछि चाहिँ अनि मटर पनि हामीले हाल्ने। मटर हालिसकेपछि मजाले चलाउने। अनि चलाइसकेपछि चाहिँ हामीले त्यो अघि नै त्यो जुन आलु थियो नि किमा गराएको, अनि त्यो आलु चाहिँ अनि मजाले चलाउने। अनि चलाइसकेपछि चाहिँ हल्का अब किन पाकिसकेको हुन्छ, त्यही भएर एकदमै मजाले चाहिँ पकाउनु पर्दैन, तर सबै मिक्स हुने तरिकाले चाहिँ चलाउनुपर्छ। अनि चलाइसकेपछि चाहिँ अनि बोलमा चाहिँ राख्ने। अनि यो सबै किमा रेडी भइसकेपछि हामीले चाहिँ अब समोसाको लागि सबै सामानहरू रेडी भइसकेको छ। अनि डो पनि रेडी भइसकेको छ। अनि मजाले अनि सानो गोलो चाहिँ बनाएर राख्ने। अनि मजाले चाहिँ बेल्ने। अनि बेलिसकेपछि लाम्चा गरेर हल्का तेल राखेर अनि हामीले चाहिँ बेल्न सक्छौँ। अनि बेलिसकेपछि अनि हो यस्तै बेलिसकेपछि अनि त्यसपछि बिचबाट काट्ने। अनि काटिसकेपछि अनि कोन बनाएर अनि त्यसपछि अनि हल्का छेउछेउमा पानी लगाएर अनि समोसाको लागि अनि भित्र चाहिँ फिल गर्न सक्छौँ। अनि त्यो मजाले फिल गरिसकेपछि छेउछेउमा हल्का पानी लगाउने। अनि त्यसपछि एउटा साइडको र अर्को साइडको पिठो चाहिँ चप्काउने। अनि समोसा चाहिँ रेडी भयो। अटोग्राफ प्लिज भन्ला नि के स्वाट पारेर काटिसकेपछि यो चाहिँ अनि मजाले कोन गराउने। अनि कोन गराइसकेपछि कोन चाहिँ अलि मजाले ताप्नुपर्छ, नत्र फुट्ने सम्भावना चाहिँ बढी हुन्छ। फुटेपछि फेरि सबै किमा बाहिर निस्किन्छ, त्यही भएर मजाले दाबिसकेपछि अनि किमा चाहिँ फिल गर्ने। अनि फिल चाहिँ मजाले गरिसकेपछि छेउछेउमा पानी लगाउने। पानी लगाइसकेपछि हो यस्तै गरी चाहिँ मजाले चप्काउने। चप्काइसकेपछि समोसा चाहिँ रेडी भयो। समोसा रेडी भइसकेको छ। मजाले तातो तेलमा चाहिँ समोसा बिस्तारै राख्ने। कतिवटा हट्छ त्यो चाहिँ 3टा मात्र राखेको छु, किनकि त्यति चाहिँ मैले धेरै राखेको छैन। And the samosa is ready. Sort of, samosa is ready now. Oi! And the samosa is here also. समोसा अब एकछिनमा रेडी हुन्छ। अनि साइडमा चाहिँ मैले टमाटर पनि पकाइरहेको छु अचारको लागि। समोसा चाहिँ रेडी भइसक्यो। अब तातो समोसा चाहिँ अब खानुपर्छ।